आजको यात्रा हुनेछ हाम्रो भम्किनी धाम। ल फाइनली हामी भम्किनी धामतर्फ लागिसकेका छौँ। यो रहेको छ ब्रह्मदेव हाइवे। ब्रह्मदेव हाइवे हुँदै हामी पुग्नेछौँ भम्किनी धाम। आहा, क्या रमाइलो दृश्य। स्कुटीमा सररर पारेर यहाँ केरा पनि लगाएका रहेछन् साइडतिर। अनि यहाँ हरियाली हरियाली छ। फाइनली हामी भम्किनी धाम जाने बाटोमा पुग्यौँ। यहाँ एकजना दाइलाई पनि हामीले सोधेका थियौँ, दाजु भम्किनी जाने बाटो कता हो भनेर। उहाँले मजासँग बताइदिनु भएको थियो र यहाँबाट हामीले चाहिँ भित्र मोड्यौँ र हामी भम्किनी धाम जाने बाटोतर्फ लाग्यौँ है त। यहाँनिरबाट ट्रक्क पारेर हामी खुसी पनि भएको थियौँ धेरै। यहाँ देख्न सक्नुहुनेछ चातुर्मासिक महाप्राण लगाइएको छ भम्किनी धाममा पनि। र यो श्रावणको महिना हुनाले चाहिँ यो चातुर्मासिक महाप्राण लगाइएको छ। जताततै धार्मिक स्थलहरूमा यो महाप्राण लगाइएको छ। यहाँ देख्न सक्नुहुनेछ रोडको अवस्था अलि कच्ची रोड छ यहाँनिर र यहाँबाट चाहिँ अलि पिच छ, अलि कच्ची छ। रोडको अवस्था पनि अलि कमजोरै छ र हामी यहाँबाट चाहिँ अगाडि बढ्दै गयौँ र यहाँ पनि हरियाली छ। हामी धेरै एक्साइटेड भएका छौँ भम्किनी धाम जानको लागि र कतिखेर पुगौँला भएको छ हामीहरूलाई। यहाँ हामी पुग्नेवाला छौँ अब तिलाचौर बजारमा। यो रहेको छ तिलाचौर बजार। हामी तिलाचौर बजार हुँदै यहाँनिर रहेको विद्यालय हुँदै हामीले यहाँबाट लेफ्ट साइड मोड्यौँ र माथितिर लाग्यौँ उत्तरतिर। वाउ, हामीले सार्क कलेजको बस पनि भेट्यौँ र त्यहाँबाट हुँदै हामी नहरमा पनि पुग्यौँ। नहर पार गर्दै हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। आहा, हरियाली डाँडाकाँडा, वाउ क्या दामी सिन छ। हेर्नुहोस् त, वाउ, डाँडाकाँडा हेर्नुहोस् कस्तो हरियाली भएको छ। आहा आहा, क्या गजबको भएको छ मौसम पनि, घमाइलो रमाइलो। यहाँ देख्न सक्नुहुनेछ हरियाली जताततै। यहाँनिर हामीले सर्प पनि देखेका थियौँ र हामी आफ्नो गन्तव्यतिर लम्किरहेका छौँ। वाउ, बादल माथि आकाश, आहा, बादलको तल त्यो डाँडाहरू कस्तो रमाइलो देखिरहेछ, साह्रै मनमोहक। हामी पुग्यौँ झिलमिला भन्ने स्कुलनिर र त्यहाँबाट हामी लेफ्ट साइड मोडेर हिँड्यौँ र यहाँ पनि रोड अलि ठिकै छ, त्यति राम्रो पनि छैन। फाइनली हामी प्रवेशद्वारमा पुग्यौँ। प्राचीन सिद्धनाथ बैजनाथ मन्दिर तथा भम्किनी प्रवेशद्वारबाट हामी चाहिँ भम्किनीतर्फ प्रस्थान गऱ्यौँ र यहाँ वन कार्यालय अर्थात् वन समिति पनि रहेछ। र यहाँबाट हामी हिँड्दै लगभग 250 मिटर पानी पिच गरे जस्तै थियो। त्यहाँ हुँदै हामी आफ्नो गन्तव्यतिर लम्किरहेका छौँ। वाउ, हरियाली। फाइनली हामीले पिच रोड पनि भेट्यौँ। पिच रोड हुँदै हामी हिँडिरहेछौँ। कस्तो फिलिङ भइरहेछ भने हामी पहाड गइरहेको जस्तो फिलिङ हुँदैछ। वाउ, हामी फाइनली भम्किनी धाम पुग्यौँ। यहाँ देख्न सक्नुहुनेछ नेपाल आमाको मूर्ति। अनि हामी अब भित्र प्रवेश गर्न गइरहेका छौँ। यहाँ चाहिँ भक्तजनहरू आउनु भएको छ धेरै, उता पनि बस्नु भएको छ, भजन कीर्तन गर्दै होइसिन्थ्यो। र अब हामी यहाँ चातुर्मासिक महाप्राण तथा श्रावणी मेला महोत्सव 2083 लागिरहेको छ, यहाँ चलिरहेको छ। हामी भित्र प्रवेश गरिसक्यौँ र यहाँ चाहिँ सुदूरपश्चिमको 9वटा जिल्लाहरूको कुण्डहरू रहेका छन्। यहाँ देख्न सक्नुहुनेछ विभिन्न जिल्लाहरूका कुण्डहरू। यो चाहिँ दार्चुला कुण्ड, त्यसै गरी डडेलधुरा, बैतडी, आछाम, डोटी सबैको बनाइएको छ है त।
र यहाँ देख्न सक्नुहुनेछ श्री कृष्ण भगवानको रथ र गौमाताको मूर्ति छ र यहाँ चाहिँ हाम्रो कुण्डहरू पनि छ। यहाँ देख्न सक्नुहुनेछ शिवलिङ्ग र छेउमा कुवा पनि छ, अर्थात् नौलो पहाडमा भन्छन् नि हो। अब हामी चाहिँ यहाँ सिद्धनाथ बैजनाथ मन्दिर प्रवेशद्वारमा छौँ र यहाँ हामी मन्दिरतर्फ लाग्यौँ। एकदमै रमणीय ठाउँ छ, आउनुहोला हजुरहरू पनि घुम्नुहोला है त। धेरैजसो मान्छेहरू आइसक्नु भएको होला र नदेखेको मान्छेहरू आउनुहोला, हेर्नुहोला, घुम्नुहोला, दर्शन गर्नुहोला। हामी चाहिँ अब फाइनली सिद्धनाथ बैजनाथ बाबाको चरणमा पुगिसकेका छौँ। शीतल छ, सररर चिसो हावा चलिरहेको छ। वाउ, पहाडको जस्तै फिलिङ भइरहेको छ। हामीले त दर्शन गरिसक्यौँ, हजुरहरू पनि आउनुहोला, दर्शन गर्नुहोला। सबैको मनको कामना मनोकामना पूर्ण हुन्, सबैको रक्षा गरून् सिद्धनाथ बैजनाथ बाबाले। यहाँ देख्न सक्नुहुनेछ एकदमै रमणीय ठाउँ छ। यहाँ बनाइएको छ नन्दीको मूर्ति है त। यहाँ एकदम बवाल मस्त बनाएको छ। आउनुहोला, घुम्नुहोला, हेर्नुहोला। अब हामी चाहिँ यहाँबाट निस्किने क्रममा छौँ। हामीले भम्किनी माताको दर्शन गऱ्यौँ र सिद्धनाथ बैजनाथ बाबाको दर्शन गऱ्यौँ र यहाँबाट हामी निस्क्यौँ। अब हामी अर्को ठाउँको भिडियोमा अथवा यात्रामा भेट्नेछौँ। त्यतिन्जेलको लागि हामी छुटिन्छौँ। बाई बाई, टेक केयर है त।